हामी आज भ्लग बनाउँदैछौँ। यता भाइले बाइक चलाउँदैछ, हामी चाहिँ पुरा आज चाहिँ कहाँसम्म जान्छौँ थाहा छैन है। आज पहिलोचोटि मैले भ्लग बनाउँदैछु, हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला है। मेरो कान्छो छोराले, मैले भन्दा त मेरो छोराले जाने हो भाइ, अब सुरु हो नि त, अब त्यस्तो त हो। सुरुमा त अब पुरै कहाँ जानिन्छ र यस्तै गर्दै गर्दै सिक्ने त हो नि, हो कि होइन? कस्तो आएको छ भिडियो त अब पछि थाहा हुन्छ। हामी चाहिँ यो सिमलटारी हो है, सिमलटारीबाट हामी फुलबारी जाँदैछौँ। हामी 84को फाट पनि देखाउँछौँ है। अब दिदी तपाईँको माइत कहाँ हो भन्नुहुन्छ, कहाँ होला दिदी तपाईँको माइत कहाँ हो भन्नुहुन्छ। मेरो माइत चाहिँ यतै हो। अब हामी घुम्न हिँडेको जात्रै गर्मी, अब उतातिर भन्दा यतातिर गर्मी छ, के भन्ने हो र, खिचिराख्ने हो यो बन्द नि। अब कसरी बन्द गर्ने, ल हेर्नुहोस् कस्तो राम्रो छ हाम्रो फुलबारी हेर्नु है। पहिलोचोटि भ्लग बनाउँदैछु गाइज, यो चाहिँ फुलबारी हो। भ्लग भनेको यस्तै त हो नि, होइन? सबैले यस्तै त राख्छन्, कस्तो खिच्छन् न। हाम्रो पनि त, हामी पनि त सिक्दैछौँ नि। ऊ अगाडि चाहिँ दाइले कार लिएर जानु, अब हात दुख्दो रहेछ भाइ। कसरी युट्युब बनाउँछन् है मान्छेले। यो चाहिँ 84 भन्छन् है, यो 84 हो। ए बिगारिदियो हल्ला न ल। यो ल यहाँ चाहिँ मान्छे, गाडीले मान्छे हान्छ है गाइज, ए ठोकिएको ल हिँड्नुहोस्। यस्तै हो गाडी घोडा भनेको कुरा हुँदै गर्छ। त्यसरी हो कि कसो हो, अलिअलि होला, अलिअलि हो। अब त्यसरी भए पनि अब यस्तो हो क्या, गाडी घोडा भन्ने चिज राम्रोसित चलाउनु पर्छ क्या, हो कि न? हुन त अब जानिन्न, थाहा हुन्न कति बेला कहाँ गएर ठोकिन्छ, तर होसियारले चलाउनु पर्यो क्या, होइन र भाइ? भनेको यही हो। कस्तो राम्रो छ ल, हेर्नुहोस् कहाँ हो दिदी माइत भन्नुहुन्थ्यो, यतै होला। एकदमै राम्रो छ, बब्बाल छ, बब्बाल। यति शीतल भयो नि गाइज, यति शीतल भयो नि, पुरै छोडिदिनु के ल। हेर्ने भ्लग हेर्नुहोस्। हेलो एभ्रिवान, के छ सन्चै आरामै हुनुहुन्छ? आज चाहिँ म 84को फाटमा मेरो दिदी र म भएर चाहिँ घुम्न आएको भाइ। उता चाहिँ 84मा बस्दा के अरे सिमलटारीमा बस्दा लास्टै गर्मी के, अनि त्यही भएर माइन्ड फ्रेस गर्नको लागि भनेर म 84मा मेरो दिदी, म भान्जा, मेरो फुच्चे भान्जा भएर म भएर आएको छु भाइ। रमाइलो छ। उता हाम्रो दिदीहरूको फ्यानहरू टिकटक बनाउँदै हैसिन्छ है। दिदीको सुरुवाल छोटो भयो अरे, यो रमाइलो छ, रमाइलो मजा आइरहेको छ मलाई चाहिँ आज ब्लग बनाउनु चाहिँ। मौसम पनि यस्तो दामी छ, शीतल के, एकदमै शीतल, एकदमै रमाइलो, एकदमै बवाल फिल भएको छ। लुती कान्छी आऊ, कान्छी लुती के हो, कपाल किन यस्तो बनाएको? अलि राम्रो बनाउनु, राम्रै हो न। उता दिदीहरू जस्तै मेरो दिदीहरू म देखाइदिन्छु। दिदी र म, दिदी यता हेरिदिनु, यसो हाई भनिदिनु। खुसी लाग्यो अरे हाम्रो दिदीको फ्यानहरूलाई, ल त्यही नै हो ल। सो एकछिनमा म एउटा राङदल गएर भेटाउँछु है, उतासम्म हामी खाजा खान जाने भनेर निस्केको, अनि राङदल चोर पनि देखाउँछ है हजुरहरूले। सो यतातिरको मान्छेहरूले त देख्नु भएको छ सबैजनाले, अब जस बाहिरतिरको मान्छेहरूले चाहिँ देख्नु भएको छैन। आइल सो ल, उता फोटो सेसन पनि चलिरहेको छ बवाल। साँझ आउँछ होला खतरा। ल कहाँ छ तिमी टिकटक बनाउने होइन? उता सिउ हानिरहेछौ। ल सिउ, ल रोनाल्डो, ल डोन्ट कम्पेयर because Messi is noob. त्यही हो साथीहरू, मेरो भान्साकै यो रोनाल्डोको लास्टै ठुलो फ्यान। म चाहिँ मेस्सीको फ्यान नभन, म त दुवैजनाको फ्यान है। मेस्सी रोनाल्डो दुइटै मनपर्छ मलाई, सबै प्लेयरहरू मनपर्छ। फोटो सेसन सकिएन यताको, टिकटक त कति बेरसम्म हो?
ठिक छ ल मेरो दिदीकै फोटो सेसन चलिरहेको छ ल फोटो राम्रो खिचिदियो है कान्छाले राम्रो फोटो खिचिदिने यार मेरो दिदीको ल अलि पर जाऊ के ल 84 को फाटमा बवाल भ्यू निकाल है कान्छु बवाल भ्यूले त्यो चाक्सी त बनाऊ ल त्यही नै हो गाइज लास्टै बवाल रमाइलो भयो आज मजा आयो ल सबैले सेयर सब्सक्राइब कमेन्ट सब गरिदिनु है त नयाँ ब्लग्स स्टार्ट छ एकदमै ग्रो गरिदिनु न हजुरहरूको साथ सपोर्ट एकदम आवश्यक छ है त गाइजहरू ल हाम्रो फोटो सेसन सबै सक्यो है फाइनल्ली दिदीको एकदम रमाइलो एउटा स्टेटमेन्ट आउँछ के आउँछ भन्दा मेरो भाइको सेयर के अरे सेयर हो सरी यार सेयर के अरे सेयर गरिदिनु होला सब्सक्राइब गरिदिनु होला भन्न खोज्नु होला भन्नु त दिदी मेरो भाइ हो यो कान्छो हो यो कुकुरले फेरि युट्युब खोलेर सब्सक्राइब गरिदिनु भन्नुहोस् दिदी भने सबैजनाले उसको युट्युब च्यानल र सब्सक्राइब गरिदिनु होला बाल खाली रहर गरे हाकियाहरू सबैले टिकटक चलाऊ भनेको गाली गरौ युट्युब चलाउनु दिदी भन्छ गाडी कति हुन् के फेरि हो फेरि यो बाटोमा हेर्नुहोस् गाडी पनि जाति पिति चाहिँ चलाउने के बाटै देख्न नपाउने मेरै यो जस्तो गर्छन् के विशेष गरेर भाइ फेरि गाली नगर होइन अलिक गोतिलरी चलाएको अनि त्यो चाहिँ देख्न नपाउने गर्छौ भाइ बाइक त के हो र ल साथीहरू यो मेरो भाइको यो मेरो आफ्नै भाइ हो कथा मेरो भाइको यो युट्युब च्यानल सबैजनाले सब्सक्राइब गरिदिनु होला मेरो पनि यसले खोलिदिएको छ अब बिस्तारै म पनि युट्युब सिक्दैछु चलाउनलाई अब त्यो भिडियो खिच्ने हात दुख्ने चाहिँ यसो गरेर हिँड्न पर्ने कति झ्याउ रहेछ तर पनि म कोसिस गर्दैछु सबैजनाले यो गदाको युट्युब च्यानल सब्सक्राइब गरिदिनु है त हस् त थ्यांक यू सी यू